आज हामी एकदमै इम्पोर्टेन्ट 4वटा वेबसाइटको बारेमा कुरा गर्न गइरहेका छौँ, जुन चाहिँ हाम्रो लागि एकदमै महत्त्वपूर्ण हुन सक्छन्। पहिलो नम्बरमा रहेको छ स्टार्ट माई कार। स्टार्ट माई कार वेबसाइटमा हामीले हाम्रो गाडीहरू, भेहिकलहरूको चाहिँ स्पेयर पार्ट्सदेखि लिएर कुनै पनि समस्याहरू आउँदाखेरि त्यो गाडीको मोडल हेरेर म्यानुअलहरूदेखि लिएर हामीले कसरी चाहिँ रिपेयर गर्न सकिन्छ, के चाहिँ बिग्रेको रहेछ भनेर हामीले सम्पूर्ण कुराको जानकारी हामीले उक्त वेबसाइटबाट पाउन सक्छौँ, जहाँ चाहिँ यसको बारेमा डिटेल्ड इन्फर्मेसनहरू राखिएको छ। अनि त्यसै गरी दोस्रो नम्बरमा रहेको छ आई फिक्स इट। यो वेबसाइटमा चाहिँ हामीले युज गर्ने इलेक्ट्रोनिक डिभाइसहरू, कम्प्युटरहरू, प्रिन्टरहरू, प्रत्येक इलेक्ट्रोनिक ग्याजेटहरूको मोडल अनुसारको चाहिँ यसलाई कसरी रिपेयर गर्न सकिन्छ, हाम्रो प्रब्लम चाहिँ के रहेछ, हामीले कसरी यसलाई सल्भ गर्न सकिन्छ भनेर विस्तृत रूपमा रिभिजन गरिएको हुन्छ, जहाँबाट हामीले यो कुराहरू हेर्न सक्छौँ र आफैले पनि हामीले मेन्युअली यो कुरालाई चाहिँ रिपेयर गर्न सक्छौँ। र यसमा जस्तो कसरी चाहिँ यो कुरालाई सल्भ आउट गर्न सकिन्छ भनेर एकदमै विस्तृतमा यो कुराहरूको जानकारी हुन्छ। र त्यसै गरी तेस्रो नम्बरमा रहेको छ टिङ्कर क्याड। टिङ्कर क्याडमा चाहिँ सिमुलेटिङ इन्भाइरोमेन्टमा जियोमेट्री अथवा 3D डिजाइनहरू, सिमुलेसनको, अर्डिनो डिजाइनको कुराहरू, सम्पूर्ण कुराहरू हामीले डिजाइन गरेर त्यसको सिमुलेसन पनि मजाले हेर्न सकिन्छ। र यसलाई विशेष गरी विद्यार्थीदेखि लिएर सम्पूर्णको लागि यो एकदमै जानकारीमूलक रहन्छ। त्यसै गरी अर्को नम्बरमा रहेको छ, फोर्थ नम्बरमा होम मेड बाई मी। उक्त वेबसाइटमा हामीले हाम्रो घरको 3D डिजाइनहरू बनाउनेदेखि लिएर इन्टेरियर डिजाइनहरू हामीले डिजाइन गरेर हाम्रो घर चाहिँ कस्तो देखिन्छ भनेर सो कुरा हामीले